चाहिँ रातभरि सुत्नु पाएको छैन, छिटो बिमार भएर डाइरिया भमिटिङ अचानकमा 2 बजीदेखि गर्नु थालेर अहिले चाहिँ तपाईँको 5:30 हुन आँटेको छ। भर्खर सुतेको छ भाइ चाहिँ। बाउ छोरा सुतिरहेछ। बेडसिटहरू यति बेसी छ। बेडसिट, भाइको लुगा, मेरो लुगा, भाइले मेरो उयोमाथि भमिट गरिदिएर डाइरिया गरिदिएर मेरो लुगामाथि एक ग्लास निस्किरहेछ। अब बाउ चाहिँ लुगा धुनुपट्टि लाग्छ, भाइ सुत्छ एकछिन, म चाहिँ खानाहरू बनाउनु, चियाहरू बनाउँछु। अब उठेको अब सुत्यो भने सुतेकै हुन्छ। म चाहिँ उठेर चिया खाने। सुताइ नै भएको छैन आज रातभरि। के भयो बेलुका राम्रै खेलिरहेको थियो, खानाहरू पनि राम्ररी खाएको। राति अचानकमा भमिटिङ डाइरिया भएर राम्ररी चक्कर परिरहेछ। फेरि नानी एक्टिभ नै छ, फ्रेस छ, हस्पिटल लैजाउँ भने पनि भाइले दिनभरि विचार गर्छन् कस्तो हुन्छ। आज फेरि ड्युटी जानुपर्ने। आज ड्युटी मेरो पनि जानुपर्छ। कसरी मिलाउनु पर्ने? ऊ पनि जानै पर्ने, मेरो पनि ड्युटी जानुपर्ने छ। तर मेरो चाहिँ एकछिन जानुपर्ने छ, जाउँ कि नजाउँ भइरहेछ। मान्नु त मान्छ फुपूसँग, तर डाइरियाहरू गऱ्यो भने अब अत्तालिन्छ, लुगाहरू बिग्रिन्छ। त्यो डाइपरहरू फेर्नु अलिकति साह्रै पर्छ फुपूलाई। डाइरिया गर्दाखेरि चाहिँ सबै लाग्छ नि त, त्यतै हुन्छ। अन्त अरू बेला ड्राई उयो गर्दाखेरि चाहिँ सजिलो हुन्थ्यो, पुस्नु ओर्नु सजिलैसँग गरिदिनुहुन्थ्यो। अब हेरौँ, अहिले 11 साढे 11सम्म विचार गर्छु। अलिक ठिक भएछ डाइरिया भएन रहेछ भने चाहिँ म ड्युटी जान्छु, नभए चाहिँ मेरै क्यान्सल गर्ला जस्तो छ। आज नजाला जस्तो छ। चिया बनाएर भेट्छु है गाइस, एकछिनमा भेटौँ। हेर्नुहोस् है गाइस, लुगा चाहिँ बिहानै एक ग्लास थुप्रेको छ। अब यो माझेर धोएर सर चाहिँ एकदम सिरियस छ। हेलो खै छिटो हेलो गरिदिनुहोस्, हेलो गरिदिनुहोस् खै। हेलो मानेकै छैन। कसरी आज दिउँसो कैसे अरे है बिहानै मर्निङ भ्युज गाइस, मर्निङ भ्युज। आज पनि धुम्मै छ, त्यही भएर हतार खानासाना पनि पकायो, चिया पनि खाइँदैछ। अहिलेसम्म भेटौँ होला हौ है। ल अहिलेसम्म भेटौँ ल। बोजू पूजा गर्नु हुँदैछ यहाँ। Eternity later. नाम भाइ चाहिँ आज भर्खर मात्रै फ्रेस हुँदैछ। कति बज्यो? 5 बज्यो। म आज दिनैभरि नमानेर मसँग मात्रै ड्युटी गइ पनि भएन, फुपूसँग पनि नमानेर, कोहीसँग नमानेर मानेको छैन। 1 लिटर 2 लिटर गर्नुपर्छ। यहाँ आउनुहोस् छिटो। जाउँ आउनु बाबा, जाउँ बाबा, यहाँ आउनु छिटो। तसिहाल्छ। एकदम सिरियस छ छोरा, सिरियस छ। दाँत पलाउनुलाई होला हौ सायद, तर होइन। अब अहिले उयो नि छ अरे हौ नानीहरूको यस्तो क्या, सिजन पनि छ भन्छ। अब भोलिसम्म भएन भने चाहिँ we have to go to the doctors है भाइ। बाई 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 पो बापो। ल ल ल ल कहाँ जाने, बाहिर बिमार हुँदै भयो भने बाहिरै जानु भन्छ।
नो नो खै भाइ 1 लिटी 2 लिटी 3 लिटी नो 1 लिटी 2 लिटी टुडे है नो 1 लिटी 2 लिटी 1 लिटी 2 लिटी नो 1 लिटी 2 लिटी टुडे 1 लिटी 2 लिटी 3 लिटी फिङ्गर मेरो सब्जी डढ्यो कट अफ A few moments later. र भाइले चाहिँ माम खाएर माम खानु त के खायो कम्ती मात्रै खायो यसो 3-4 घाँस र अहिले यसो ब्लग्स खेल्दैछ भाइको भोलि नै बोजूले स्याहारिरहेछ भाइलाई है भाइ आया भयो भाइ आया भयो खै हजुर भनेको हेर्नुहोस् न आँखा पनि भाइको कस्तो उयो भइरहेको छ बिमारी एकछिन मान्छ फेरि त्यत्तिकै के गर्ने बोजूको टाउकोमा राखिदिनु नि त्यो बोजूको टाउकोमा राखिदिनु उठाउँछ अन्त लडाउनु छिटो खै फेरि बोजू नाति खेल्दैछ है भाइ बोजू नाति खेल्दैछ है भाइले राखेको डाँडालामा खै खै त अन्त आजकलको नानीहरू साह्रै बाठो फेरि एकछिन यति नै भुलिदियो भने नि कहाँ हो है यति नै भुलिदियो भने नि कहाँ हो मन हल्का हुन्छ अलिक खेल्यो भने मन हल्का हुन्छ नि हाम्रो यसरी अलिकति तमाइदियो भने दबाई पनि खायो ज्वरोको है दबाई खायो अन्त दबाई खाएर अहिले हामीसँग पनि अलिकति दिनुपर्छ दही त खानु भन्छ नि के गर्नु डाइरिया रोकिन्छ अरे तर ज्वरो आइरहेछ फेरि भाइलाई अब जाती भएर खानु ल दही ल हुन्छ भने खै जाती भएर खान्छ अब बिमार भयो कि अब एकै दिनमा प्याउले भइहाल्यो मलाई डराउनु लाग्यो भाइ प्याउले भइहाल्छ एकै दिनमा नानीहरू चाहिँ नि बिमार भयो भने उठ भन्छ त्यहाँदेखि उठ भन्छ यहाँ बाबाको यहाँ राखिदिनु उठ भन्छ आजको लागि चाहिँ यति नै गाइस भिडियो हेरिदिनु होला अन्त सब्सक्राइब गरिदिनु होला लाइक पनि गरिदिनुहोस् होला भिडियो बनाउनु चाहिँ त्यस्तो टाइमै पाएको छैन भिडियो पनि के बनाउनु डेली त्यही एउटै रुटिन हुन्छ हाम्रो त त्यही भएर भिडियो पनि ग्याप गर्दै हाल्दैछ आजको लागि चाहिँ यति नै अर्को भ्लगमा भेटौँ बाई बाई